हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज शिवरात्रि, हजुरहरू सबलाई थाहा नै होला। अब आज हामी गाउँको घर अगाडिको मन्दिरतिर पूजा गरेर आएर हामी यता आएका छौँ। यता पूजा गर्न आएका छौँ। बुद्धि गाउँमा शिवको मन्दिर है छ। त्यहाँ मूर्ति राख्दै हुनु नि है छ, त्यही भएर त्यहाँ बोलाउनु भएको छ। त्यही भएर हामी सब गएका छौँ। मम्मी, म, बाबा, नानी सब गएका छौँ। अब त्यहाँ गएपछि भेटौँला गाइज। त्यहाँ गएपछि के हुन्छ हेरौँ। अब लाइक कमेन्ट सेयर गरिदिनु होला। त्यहाँ गएपछि भेटौँला गाइज। ल बाई बाई अहिलेको लागि गाइज। ल गाइज, हामी यहाँ पुगिसकेका छौँ। निकै घाम छ। अब वहाँ गएपछि मैले यस्तै बोलेर त बोलाउन सक्दिनँ होला, त्यहाँ मान्छेहरू हुनुहुन्छ है, के बोल्ने। तर यहाँबाट मैले भोइस ओभर गरेर हाल्छु गाइज। अब हामी यहाँ पुगिसकेका छौँ। हेर्नुहोस् गाइज, यस्तो छ। पछाडि हेर्नु यहाँ इन्ट्री छ, त्यत्नसिम। ल गाइज, अब हामी वहाँ पुगेपछि हल्का बनाउँला ब्लग। ल यतासम्म हेरिदिनु छ भने लाइक सब्सक्राइब गरिदिनु होला गाइज। ल वहाँ गएपछि भेटौँला गाइज। बाई बाई गाइज। हामी यहाँ पुगिसकेका छौँ। हेर्न सक्नुहुन्छ यस्तो राम्रो पताका सबै हलाएर दामी बनाउनु भएको छ। अगाडि बोर्ड पनि छ। पुगिसकेका छौँ गाइज। घाम परेको छ, त्यही भएर हल्का नराम्रो देख्यो होला। केही छैन, एडजस्ट गर्नु। त्यहाँ छ मन्दिर गाइज। त्यो मन्दिर पताका सताका तानेर राम्रो भिआइपी भएको छ, बनाउनु भएको छ। ल गाइज, अब उहाँ पछि के गर्छ म हल्का क्लिप बनाउँछु, त्यसपछि हाल्छु गाइज। ल हेरिराख्नुहोस् गाइज। ल अहिलेको लागि बाहिर गाइज। ल गाइज, हामी पुगिसकेका छौँ। यहाँ बुवाहरूले मेयरहरूले पूजा गर्नुभएको छ। अब यस्तै छ भ्यू। अब यहाँ मन्दिर पनि राम्रै बनेको छ। यहाँ अगाडि शिवलिङ्ग र गणेश भगवान र हनुमानको फोटोहरू छन्। अब बसेर बनाएको छ। मैले भोइस रेकर्ड गरेर हालेको पछि किनभने चाहिँ यहाँ धेरै ब्याकग्राउन्ड साउन्ड थियो, यहाँ बुवाहरू बस्नको छ। अब बाहिरको भ्यू यस्तै छ गाइज, हेर्न सक्नुहुन्छ तपाईँहरूले। बाहिरको भ्यू यस्तै छ। अब प्रवचन सुनाउनुहुन्छ एकैछिन। अब प्रवचन सुनाउँ गाइज। प्रवचन सुनाउँ त्यसपछि ब्लग इन गरौँ। त्यसपछि यो ब्लग सानो छ गाइज। अब प्रवचन सुनाउँ गाइज। ल अब यसपछि प्रवचन गाइज। हामी फेरि घर पुगिसकेका छौँ। भर्खर तपाईँले देख्नुभयो होला, त्यहाँ पण्डितले प्रवचन भनिराख्नु भएको थियो। प्रवचन भन्नुभयो, त्यहाँ पनि राम्रै बनाउनु भएको छ। त्यहाँ घुम्यौँ, अनि त्यसपछि प्रसाद खाएर निस्क्यौँ। यहीँ नजिकको मन्दिर सिद्धेश्वरी मन्दिरमा पनि प्रसाद खायौँ। अनि त्यसपछि यहीँ घर आएर बसेको छु। आज ब्लग सानो भयो होला मैले, किनभने आजै अपलोड हान्नुपर्ने हुन्छ यो ब्लग।
शिवरात्रिको ब्लग आज अपलोड हान्दिउँ भनेर हो गाइज। ल अरू पनि ब्लग आउँछन्, तपाईँलाई ब्लग राम्रो लाग्यो भने लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला गाइज। ल थ्याङ्क्स फर वाचिङ गाइज। अब अरू ब्लगमा पनि सपोर्ट गरिदिनु होला। यो ब्लग सानो भएकोमा माफी चाहन्छु। अब आउने ब्लग ठुल्ठुला बनाउँछु, तर अहिले मैले नबनाउन सक्छु। अब मैले आज टाइम पाएर बनाएको शिवरात्रि भनेर, नत्र नबनाउनु पनि सक्छु, तर बनायो भने लाइक कमेन्ट सेयर गरिदिनु होला गाइज। ल थ्याङ्क्स फर वाचिङ गाइज। आजको लागि यति नै। ल गाइज, बाई बाई गाइज।